सबैजनालाई वेलकम छ फेरि पनि नयाँ भिडियोमा। आज चाहिँ म आइसकेको छु साथीहरूसँग भेट्नको लागि है, यहीँ पठाउ अफिसमै। र देख्न सक्नुहुन्छ कति 4 जना हुनुहुन्छ हामीहरू है, देख्न सक्नुहुन्छ साथीहरू है, सबैजनाको साइकल छ। र एकजना हाम्रो दाइ हुनुहुन्छ, उहाँको चाहिँ इलेक्ट्रिक साइकल छ, जस्तै कि उहाँले लिनुभएको लाइक 3-4 दिन अगाडि लिनुभयो होला। अब यसको बारेमा चाहिँ केही दाइले भन्नुहुन्छ है। दाइ आज चाहिँ इलेक्ट्रिक बाइक छ है, कहाँबाट यो साइकल लिनुभयो तपाईँले? यो चाहिँ मैले प्याङ बाइकबाटै लिएको है। अनि यसको चाहिँ प्राइस अब मैले चाहिँ साइकल एक्सचेन्जमा लिएको, अनि यसको प्राइस चाहिँ 75 पर्न गयो है। 75 पर्न गयो हजुर। अनि यसलाई चाहिँ यसको चाहिँ कस्तो छ भने, अनि यसको चाहिँ मोटर चाहिँ तिम्रो 350 वाटको छ, अनि ब्याट्री चाहिँ 7.5 को छ है। अनि यसले चाहिँ रेन्ज दिने भनेको तिम्रो सिधा बाटो रेन्ज दिने भनेको चाहिँ 40 सम्म चाहिँ दिन्छ होइन। अनि उकालो चढ्नु पऱ्यो भने चाहिँ पेडल एसिस्ट गरेर 25 सम्म दिन्छ। ओके। एन्ड जस्तै कि यो लिनको लागि चाहिँ कति टाइम लाग्दो रहेछ? जस्तै हामीले पेमेन्ट गर्यो भने चाहिँ कति, 1 दिन 2 दिन जस्तै? फाइनेन्समा पनि लिन सकिन्छ होइन। तिम्रो कति भनेपछि 25% डाउन पेमेन्ट गरेर फाइनेन्समा लिन सकिन्छ, अनि मन्थली पेमेन्ट गर्न सकिन्छ है। ओके, ठिक छ। अनि भनिसकेपछि अब हाम्रो नर्मल साइकलमा चाहिँ यो इलेक्ट्रिक बनाउनलाई मिल्ने रहेछ कि नमिल्ने रहेछ? इलेक्ट्रिक मिल्छ। यसको अब साइकल अनुसार हुन्छ, किटहरू लाग्ने हुन्छ, कुनैमा महँगो लाग्न सक्छ, कुनैमा नलाग्नु सक्छ, कुनैमा अब कस्तो खालको लाउने हो होइन। मोटर लाउने हो कि अब हब मोटर लाउने हो कि बाहिर मोटर लाउने हो, ब्याट्री कतिको लाउने हो, त्यो अनुसारले चाहिँ प्राइस पर्ने हुन्छ। ओके, ठिक छ। अनि भनिसकेपछि ल अब यसको चाहिँ वाटरप्रुफ भयो यो सबै है? सबै वाटरप्रुफ हो। अनि मिनिमम अब तपाईँले देख्नुभयो होला पाइङ बाइकमा गएर चाहिँ है, तपाईँ सोरुममै गएर चाहिँ देख्नुभयो होला, मिनिमम चाहिँ अब एकजना व्यक्तिले चाहिँ मिनिमममा इलेक्ट्रिक साइकल किन्न चाह्यो भने चाहिँ मिनिमममा कतिसम्ममा चाहिँ उसले पाउँछ? अब मोटरबाट हाल्ने हो भने चाहिँ तिम्रो 55,000 देखि स्टार्टिङ छ होइन। अनि अब ब्याट्री पनि अब त्यही अनुसारले हुन्छ होइन, अब स्टार्टिङ चाहिँ त्यतिदेखि छ। भनेपछि 55,000 देखि नै इलेक्ट्रिक बाइकहरू चाहिँ आउने भन्छ। ओके, ठिक छ। अनि यसको ल विशेषताहरू त अब तपाईँले भन्नुभयो, नेगेटिभ पोइन्ट्सहरू पनि केही होला, किनकि हरेक चिजको नेगेटिभ पोइन्टहरू हुन्छ। अब यसको नेगेटिभ पोइन्ट भन्दा पनि अब मेनली चाहिँ अब यसको ब्याट्री भन्दाखेरि, ब्याट्री चाहिँ अब 7.5 को हो होइन। हजुर। अब यसले उकालो धेरै तान्ने भनेको अब धेरैमा धेरै पेडल एसिस्ट गरेर 25 किलोमिटर तान्छ होइन। हजुर। र यसको अब फल्ट के भन्ने भन्दा पनि अब यसको ब्याट्री चाहिँ अब ब्याट्रीमा भर पर्ने कुरा हो होइन। उकालो तान्नमा चाहिँ अब तपाईँको यो 350 वाटको छ, 500 वाटको भयो भने चाहिँ अलिकति अझै पनि पावरफुल हुन्छ होइन। अब यो चाहिँ 350 को छ, त्यति धेरै उकालो तान्दैन, पेडल एसिस्टमा तान्छ, त्यही हो यसको चाहिँ। ओके, ठिक छ। सो आजको भिडियो चाहिँ यति नै है, एउटा नर्मल भिडियो बनाएको थियो ब्लग अनुसारको। सो दाइले चाहिँ लिनुभएको थियो इलेक्ट्रिक साइकल, त्यही भएर चाहिँ अब कसैलाई अब इच्छुक हुन्छ नि त उनीहरूलाई पनि इलेक्ट्रिक बनाउने वा इलेक्ट्रिक साइकल लिने, त्यही भएर चाहिँ मैले यो छोटो भिडियो बनाएको। तपाईँहरू यदि नयाँ हुनुहुन्छ च्यानलमा भने चाहिँ सब्सक्राइब गरिदिनु होला। एन्ड यदि लिन चाहनुहुन्छ भने चाहिँ 55,000 देखि 60,000 देखि चाहिँ स्टार्ट हुने रहेछ इलेक्ट्रिक साइकलहरू चाहिँ। यदि लिन चाहनुहुन्छ भने दाइले पनि सम्पर्क गर्न सक्नुहुन्छ, या मेरो मेसेज बक्समा मेसेज पनि गर्न सक्नुहुन्छ। भन्दै चाहिँ हामी चाहिँ अब काम गर्न थालेको, लाइक हामी तपाईँहरूलाई थाहा छ ड्युटी जान लाग्यो, त्यही भएर चाहिँ भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस्। र आजको भिडियो यति नै, मिल्नेछौँ अर्को भिडियोमा है त।